सङ्घर्ष गर्छौँ भन्ने चिज हो। र हामीले एक दुईवटा औजारहरू लिएका छौँ, त्यो नेतृत्व गर्ने साथीहरूलाई हामी दिन्छौँ। जे औजार तपाईँलाई दिएको त्यो औजार भएर फिर्ता दिनुपर्छ। पन्जाब तपाईँहरूलाई केही हामीले काट्ने केही खोर्साउने केही कुराहरू दिन्छौँ भने त्यो चाहिँ तपाईँहरूलाई फिर्ता दिनुपर्छ है। त्यति त हामीलाई थाहा छ होइन। जे कुरा हाम्रो होइन त्यो कुरालाई हामी जानु हुँदैन है। मैले यहाँ भनेको नि मिडिया मार्फत नै भन्छ मात्र। जे कुरा हाम्रो होइन त्यो कुरा लानु हुँदैन। तर यहाँ चाहिँ हाम्रो नेपाल बिग्रेको चाहिँ जे कुरा हाम्रो होइन त्यो चाहिँ सबै हाम्रो हो भन्ने खालको म त्यो भन्न चाहन्छु। र आज हाम्रो अत्यन्तै थोरै काम हुन्छ, राम्रो हामी यही इलाकामा काम गर्छौँ। खाना त्यो अलिअलि चेपेर जाउँ है। ए चिउरा हो उचाल्दै थियो त्यो गोरा, अनि गोरा चिउरा घाटले उचालेको र देब्रेले एक भन्छ दुई भन्छ छिटो कोही संविधानले देश भन्छ भन्न। एक भन्छ दुई भन्छ तिन भन्छ संविधानले देश भन्छ। अशोकले हिन्दू के खाँदछ खा अब गएर क्यामेरा कस्तो अशोकै गैँती यो पनि बोकेको छु। अशोक चाहिँ त्यहाँ अल्छी गरेर त्यहाँ बसिरहेछ। अल्छी यता काम गर्नेहरू यता छन्, यता गर्नेहरू गरिरहेछन्। अनि म चाहिँ यहाँ म पनि अल्छी नै काठमा लाएर बसिरहेको छु बेल्छ। अनि हाम्रो भाइर लाने दिदी चाहिँ उहाँ छिन् छमछमी गहिरी खेत खोसिएर हाल्यो भनेर नाच्ने दिदी बहिनी अनि दादाईहरू छन्। अनि उहाँ त्यो सुगर आउनेहरू पनि छन्। अनि उयो चाहिँ बाँदरको जुनी भएको मान्छे हो, चाकमा लाएर बसिरहेछ उयो त्यस्तै छ। अनि कुन जङ्गलमा आएको छु मलाई तपाईँलाई थाहा छैन कुन जङ्गल हो यो, मलाई पनि थाहा। यो चाहिँ खैरेनीको जङ्गल हो। यस्तो छ आजको मौसम। बल्ल पानी परेर पानी रोकिरहेछ अहिले चाहिँ। त्यस अनि त्यही भएर बसिरहेको गाइज। शीतल पनि भइरहेछ अहिले चाहिँ मजाको। यहाँ चाहिँ आज पाइप पुर्ने काम थियो नि त, अनि त्यही भएर पाइप पुर्न आएको। त्यस पाइपहरू पुरेर धेरै हुनुहुन्छ दाइहरू गर्ने मान्छे पल्लोपट्टिसम्म। अनि यहाँ डर लाग्यो दाजु, डर लाग्यो डर लाग्यो। रिङहरूलाई नाकदेखि फेरि त कति मजा नि दिदी, मजा नि ब्लग छ छन्। नहेर्नुहोस् लाजै मर्दा हुन्छ त्यस्तो ब्लग हेर्नुहुन्न। के गर्नु कुदेको फर्स्ट प्राइज छैन त त्यता त छैन है। फर्स्ट प्राइज छैन। बिस्तारै यो मेलेले गर्दै जाने भन्यो हामीलाई सल्लाहकार होइन हामीलाई सल्लाहकार होइन सहयोगी चाहिन्छ है। धेरै सल्लाहकार बेलचा लिएर यता आउनु, बेलचा लिएर यता आउनु। सबैजना आउनु यहाँ। हामीलाई सल्लाहकार होइन है। हामीले जुन श्रम अभियान धरानमा गरेका छौँ यो पसिनाले लेखिएको इतिहास। यो पाइपहरू हामीले चाहिँ तान्दाखेरि पहिलो होइन
पाइप तान्दा दोस्रो पाइप तान्दाखेरिको सहयोग गर्नुहुने सम्पूर्ण मिडिया मार्फत हामीलाई चाहिँ हेरिरहनु हुने सम्पूर्ण संसारभरिका हैन संसारभरिका युके हङकङ अस्ट्रेलिया अमेरिका हैन दुबई कतार साउदी संसारभरिका विदेशी भूमिमा चाहिँ पसिना बगाएर आफ्नो परिवारलाई पाल्नको लागि जानुहुने दाजुभाइ दिदीबहिनीहरू जो जतिले हामीलाई आर्थिक सहयोग गर्नुभएको छ सबैलाई हामी आज सम्झन चाहन्छौँ र तपाईहरुले दिनुभएको त्यो सहयोगलाई हामीले सदुपयोग गर्यौं। देशभर मेचीदेखि महाकालीसम्म दार्चुलाको मान्छेले पनि हामीले सहयोग गरेको छ। भुटानको हामी हिँड्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि 1 घण्टा समय त्यसको लागि राखौं। गएर खाना खानु पर्यो लाइन बसेर हैन, अनि त्यो थाल धुनु पर्यो, फेरि 1 घण्टा राखौं। 5 बज्छ, घर पुग्दा 6 बज्छ। त्यसले गर्दाखेरि हामी बेलैमा जाँदैछौँ। अत्यन्तै खुसीको कुरा छ यहाँहरुसँग सधैँभरि हैन, शहरभित्रको ड्रेन बनाउनेदेखि लिएर पार्कहरू बनाउनेदेखि लिएर कोकाको पाइप तान्नेदेखि लिएर हरेक कुरामा हामीले सहकार्य गरिरहेका छौँ। मलाई लाग्छ तपाईहरुले कोकाको पाइपलाई मिस गरिराख्नु भएको थियो जस्तो लाग्छ हो। मनको आवाज बुझे जस्तो भयो हैन। त्यसले गर्दाखेरि आज हामी आयौँ यहाँ र पसिनाले लेखेको इतिहास हो यो हैन। ध्यान दिउँ है, ध्यान दिउँ। पसिनाले लेखेको इतिहास हैन। इतिहास लेख्नका लागि अरूलाई काट्नै पर्छ, काटी माग्नै पर्छ, रगतले मात्रै इतिहास लेखिन्छ भन्ने जुन बुझाइ छ